हार्डवेयर ओपन द डोर ओके थ्याङ्क यू सो मच दादा अनि दाइले अस्ति कुर्ची 6वटा कुर्ची गिफ्ट हिक्मा तेश्वरलाई है कहाँ जानुभयो सुरेशजी हिँड्नु बाइक साइड लगाइदिने है गाडी चाहिँ आन्न छ धेरै ग्राहक हुनुहुन्छ दाइको त्यही भएर राख्नु भएको छ अझै ग्राहक थपुन् शुभकामना छट्के सलाम धेरै माया आई लभ यु चुप्पा जजल्ला हार्डवेयर सुलिचोर रोल्पा सलाम उहाँको पहिला घर हारजाङको अहिले उहाँको 7वटा गाडी छ अनि तपाईको 7वटा गाडी दाइ अनि डेली बुटोल जान्छ 12 बजे अनि तपाईले रिजर्भको लागि पाउनुहुन्छ है त्यही हो लक्ष्य भोलि आएर लक्ष्य दाइ ढिला भयो के गर्ने भोलि म त्यहाँ लगेर दिने पनि गर्छु दाइको नाम पनि गराउँछु यहाँको होटलको यहाँको बाहिरको चित्र पनि देखाउँछु होइन दाइ त्यो बिजनेस गर्नुभएको छ बिजनेस गरेको मान्छेले त धेरै दिमाग होला तपाईँको त मनमा किन गुम्सा राख्नुहुन्छ पोख्नु छ आज बिजनेस माइन्डको धेरै कष्ट उहाँ चाहिँ कुखुराहरूको यताउतिको सबै त्यो दानाहरू के चाहिन्छ तपाईँले सानो ठुलो अन्डा कोइलरहरू सबको लागि हार्जङ्गी भुजेललाई सम्झिन सक्नुहुन्छ गाडी पनि रिजर्भमा सम्झिन सक्नुहुनेछ भन्दै यहाँको हार्डवेयरको सामान यहाँको गाडीमा रिजर्भमा जान्छ है ल दुईवटा यसरी बसेकोमा दुईवटाले यसरी मैले बसाल्नुको कारण यही थियो ल आजको मलाई बाबाले भयो अब डोबा तिमीहरूले पेन्ट लगाएपछि भयो राम्रो घर बन्ला अनि त्यसपछि तिमीले खाना पकाउने कराई हेर सरा त्यसपछि भात पकाउने कौली गाउँतिर कौली चौए प्याक छ सब प्याक छ वे यति धेरै प्रगति अनि यति धेरै बिजनेस गर्नु भएको छ यति धेरै हेर त गल्लीमा यति धेरै म्यानेजमेन्ट वाह यहाँ पोलाङ छ सुत्ने कोठा लानुको यत्रो पोलाङ यस्तो यहाँ अब खै त टोइलेटमा नि राखेर लानु सक्यो भाडा किन नि ओ सक्यो तर म एकचोटि देखाउँछु नि त ए हो छट पनि हेर त अझ छट यस्तो ओए के हो डरम हेर त ए बिटा माथिबाट कालीजहरूले त डरम लगाए नि किन हुन्न है कालीजहरू आउनु लग्नु म के भन्नु त्यही भन्छु है टोइलेट जानु पर्यो भने एउटा यहाँ त यस्तो छ तपाईँ यहीँबाट यो जल हालेर नसकिने रहेछ नि सब ठाउँ यस्तो सामान छ यति धेरै सामान राख्नुको उद्देश्य भनेको क्वालिटी छ मान्छेसँग खै यस्तो हेर त्यो घरमा पनि राखेका छन् यहाँको सामान त्यो घरको यति धेरै सामान राख्नु भनेको